दर्शकबिन यति बेला हामी गुल्मी जिल्लाको यो हाडाडे भन्ने ठाउँमा आउँदा चाहिँ एकजना अङ्कलले पानी मिल चलाउँदै आउनुभएको रहेछ विगत लामो समयदेखि र पछिल्लो समयमा पानी मिल पानी घट्टा लोप भइसकेका छन्। हामीले जहाँ तहाँ देखिँदैन, तर दाइले चाहिँ मजाले अझै पनि पानी मिल यसरी सञ्चालन गरेको देख्दा चाहिँ हामीले छोटो भिडियो बनाउने मन लाग्यो र दाइसँग 5 मिनट समय मागेर छोटो गफ गर्दैछौँ। दाइ नमस्ते। नमस्ते हजुर। हजुरको नाम? मेरो शालिग्राम मुखिया। शालिग्राम मुखिया होइन? हजुर। यहाँ चाहिँ यसरी पानी मिल रहेछ, कति वर्षदेखि यो चलाउँदै आउनुभयो नि तपाईँले पानी मिल? यो त अब बुवाले युज गर्नुभएको, म त पछि गरेको के पछि हो तपाईँले चाहिँ? हजुर। ए पहिला यो बुवाहरूले चलाउनुहुन्थ्यो? हजुर। ए भनेपछि यहाँ तोरी सँगसँगै के कुटाइ हुन्छ? तोरी मकै गहुँ कोदो। ए तोरी मकै गहुँ कोदो है, यो मजाले पानीबाटै चल्छ? हजुर। यसमा कुनै विद्युतीय सामग्री जडान गरिएको हुँदैन? नै छैन हाम्रो। छैन है? छैन। जस्तो यो पानी मिललाई चाहिँ पानी चाहिँ के माथि खोलाबाट ल्याउने हो? हजुर, कुलो बनाएर ल्याउने, पानी बढाउने, यताउता गर्ने गरेर ल्याइरहन्छौँ हामीले। पानी चाहिँ धेरै नै चाहिन्छ है? यसलाई चाहिँ बेग पानीको जोडसँग आउनुपर्छ है? कस्तो? हजुर, पानीको जोड चाहियो। पानीको जोड चाहियो चल्नका लागि। हजुर। तपाईँले चलाउनु लागेको चाहिँ कति भयो? मैले चलाउनु लागेको 20-22 वर्ष भयो। 20-22 वर्ष भइसक्यो है? हजुर। अहिले त सबैको घर घरमा होइन यिनी मिलहरू आए, अझ बिजुलीबाट चल्ने मिल छन्। यहाँ चाहिँ तपाईँको एउटा देखियो पानी मिल, जुन पानीबाट चल्छ होइन त? हजुर हो। के फरक छ यो पानीबाट चल्ने मिल र बिजुलीबाट चल्ने अथवा तेलबाट चल्ने मिलमा? बिजुलीबाट चल्नेमा अब धेरै स्पिड हुन्छ। हेर्नुहोस् होइन, हाम्रा चाहिँ अब लिमिटले चल्छ, अब लाइन जान पाउन्न, 24 घन्टा चलाउन पाइन्छ कि हामीले है? हजुर। यसमा तोरी विशेष गरेर तोरी पेलाउनु नै रहेछ होइन त? हजुर हो। यो ठाउँमा कहाँदेखि आउनुहुन्छ नि यो तोरी पेल्न चाहिँ? यो धुरकोटबाट, अब हाडाडे है, नयाँ पिपलधारा, अर्घाखाँचीबाटसम्म आउने गर्नुहुन्छ? हजुर। जस्तो मैले सुन्नमा आएको यो पानी मिलबाट कुटेको रासनहरू यो बिजुलीबाट चल्ने मिल भन्दा पनि राम्रो हुन्छ भन्ने सुन्नमा आएको छ हो? हजुर हो। के कारणले यो राम्रो हुन्छ नि? राम्रो स्पिड हुन्न हाम्रा होइन, तापक्रम पुग्दैन, हल्का हुन्छ, खानालाई मिठो हुन्छ। त्यसले गर्दा हामीले गर्छौँ कि पानीबाटै युज गर्छौँ। जस पानीबाट चलेको मिलको रासन राम्रो हुन्छ त्यस कारणले? हजुर हो। अहिले त यो देख्न छोडियो यो गुल्मी जिल्लामा तपाईँले एउटा यहाँ चलाउनु हुँदो रहेछ, अन्त कहीँ भएको थाहा पाउनु भएको? नै, अन्त छैन। छैन है? हजुर। एक ठाउँ मात्रै हो? यहीँ मात्रै हो? हजुर, पानी मिल यहीँ मात्रै हो। यहीँ मात्रै? हजुर। गाह्रो साह्रो के हुन्छ खासमा यो पानी मिल चलाउँदा चाहिँ? गाह्रो त केही हुँदैन है, सजिलै हुन्छ। त्यही हामीलाई अलिकति हुन्छ, त्यही बिग्रिँदा या हल्का फुल्का हुने हो बनाउनु पर्ने। हजुर। नत्र केही फरक पर्दैन। केही फरक पर्दैन होइन? विशेष गरेर बढी चल्ने चाहिँ यो मिल कुन समयमा हो नि? हाम्रो त अब पुष माघ फाउन सन हो। चैत केही दिन बन्द हुन्छ। हजुर। चैतमा हुनुको कारण? तोरी आउँदैन, त्यो तोरी नआएपछि अब यत्तिकै फाल्टु समय चाहिँ हुन्छ, त्यो भएर हामीलाई हुन्छ। फेरि वैशाख लगाएपछि असारसम्म हामीले राम्रोसँग चलाउन पाइन्छ। त्यही हो, मजाले चलाउन पाइन्छ होइन? यसरी तपाईँले यो ठाउँमा पानी मिल चलाइराख्दा चाहिँ यहाँका स्थानीयहरूले के भन्नुहुन्छ? केही भन्नुहुन्न, चलेको राम्रो हो, यताउता भन्नुहुन्छ। त्यही हो। सबै आउनुहुन्छ, खुसी हुनुभएको छैन? हजुर हो। सस्तो पनि पर्छ अरे है यो मिलबाट कुटेको चाहिँ? सस्तो पर्छ हामीलाई, अन्तभन्दा धेरै सस्तो पर्छ। धेरै सस्तो पर्छ होइन? हजुर। र धेरैलाई थाहा छैन कि अब धेरैकोमा तोरी पेल्नु पर्ने हुन्छ होइन, थाहा छैन। तपाईँले नम्बर दिनुहोस् न त, अब तपाईँलाई कोही आउन चाहनुहुन्छ भने यहाँ चाहिँ तपाईँले अब कल गरेर आउनु पर्यो होइन? हजुर हो। नम्बर थाहा छ तपाईँलाई? थाहा छ, बताइदिनुहोस् ल। 98 49 52 15 14। यसमा कल गरेर तपाईँ आएर मलाई तोरी पेलाएर जान सक्नुहुन्छ होइन त? हजुर हो। पातीको कसरी हो नि तोरी कि किलोको हिसाबले जोखेर हो हामीले? जोखेर है? हजुर, जोखेर 10 रुपियाँ किलो। 10 रुपियाँ किलो? हजुर। कहिले काहीँ पानी मर्ने, पानी नआउने यस्तो समस्या त हुँदैन? हुँदैन। कुलै भत्के त अब के समय लाग्छ, बनाउन पर्ने, नत्र हुन्न। कहिले काहीँ कुलाले चाहिँ सताउँछ होइन? हजुर। बर्खा अब हामीलाई सताउने, पछि त्यस्तो हुन्न। त्यस्तो हुँदैन होइन? हजुर। जस्तो तपाईँले बिहानदेखि सुरु गर्नु हो नि त, जति बेला रासन आयो त्यति बेला होला होइन? हजुर, त्यही हो। रासन हुनु पऱ्यो। रासन भएपछि अब बिहानको
नन स्टप पनि चलाउँछौँ। नन स्टप पनि चलाउनुहुन्छ होइन? हजुर ए भनेपछि तपाईँले यो यसरी कुटनी पिसनी गर्दै आउनु भएको छ त्यो पनि पानीबाट होइन? हजुर हो। पानीबाट चल्ने मिल भएर पानी मिल भएको हजुर यो नामै पानी मिल होइन यसको? हजुर पानी मिल हो यो। अब फेरि टाढाबाट आउने मान्छेलाई अब धोका हुन्छ भनेर आएसम्म हामीले अब नन स्टप चलाइन्छौँ क्या हामीले। चलाउनुहुन्छ होइन? धोका हुन्छ आउने मान्छेलाई भनेर गाह्रो हुन्छ भनेर हामीले उ गरिदिन्छौँ हामीले। अहिले त बिजुलीका पनि आएका छन् होइन मिलहरू, तपाईँलाई चाहिँ लाग्दैन अब मैले बिजुलीबाट चल्ने राख्छु भन्ने सोच चाहिँ आउँदैन? नाइ मलाई आउँदैन। आउँदैन है? हजुर त्यसमा हामीलाई उ हुन्छ त्यस्तो नराम्रो उ दृष्टिले हेर्छन्। अब लाइनको टुङ्गो हुन्न एमा भर पर्दो हुन्छ उमा भर पर्दो हुँदैन। न करेन्ट लाग्ला भन्नु पनि भएन यसमा होइन? पड्केला उर्ला भने केही पो कृषिको डर मान्नु परेन? एमा ढुक्क भएर पेल्न पाइयो त्यही हो। ढुक्क भएर पेल्न पाउनुहुन्छ होइन त? हजुर जस्तो अहिले त अब तपाईँको तेलबाट चल्ने मिल पनि हराउन लागिसके होइन बिजुलीका कारणले। तर अझै त तेलभन्दा पनि पहिला आएको चाहिँ पानी मिल होइन? हजुर पानी मिलै हो। त्यही त के खुसी लाग्यो तपाईँले यसरी काम गर्नु भएको रहेछ, अझै पनि यहाँ पानी मिल चलाउनु भएको रहेछ, एकदम राम्रो लाग्यो, खुसी लाग्यो। अब यसलाई बन्द त गर्नुहुन्न नि? अब गरिन्न गर्दैन। ए पछिसम्म चलाउने हो जे होस्? हजुर है आफूले सक्दोसम्म अब चलाउने हो। चलाउने होइन? हजुर फाइदा पनि छ यसबाट? अब फाइदा पनि अब हल्का फुल्का हुन्छ। अब त्यस्तो फाइदाभन्दा फाइदा पनि हुन्न। अब घाटा पनि हुँदैन। अब त्यस्तै आफ्नो दुःख अनुसारको फल जे होस् आउँछ मिहिनेत अनुसारको होइन? हजुर त्यही हो। आम्दानी लिन सकिन्छ यसबाट? हजुर ए हुन्छ अङ्कल, ल हामीले यो देखेर तपाईँसँग भिडियो बनाउने मन लाग्यो, तपाईँले छोटो समय हामीलाई दिनुभयो, त्यसको लागि तपाईँले धेरै धेरै धन्यवाद अङ्कल। हवस् ल है।